त्यसमा पनि सहभागी गराउने कोसिस गर्नेछु। तपाईँहरूको समस्याहरूलाई पहिचान गर्ने कोसिस गर्नेछु। अल्बिनालाई कसरी अगाडि लाने, समस्या के हो, नियममा के राख्नुपर्छ, ऐनमा के राख्नुपर्छ, कसरी सेवा सुविधामा समावेश गर्न सकिन्छ भन्ने कुराहरूलाई पनि जोड्नेछु भन्दै यो कार्यक्रमलाई पनि सफलताको शुभकामना दिँदै मेरा तपाईँहरूको सल्लाह सुझाव समन्वय तपाईँहरूले मलाई दिनुहोला। सुनिता म यस्तो यस्तो अल्बिनाको कुराहरू राख्नुपर्छ, नीतिमा यस्तो यस्तो कुरा राख्नुपर्छ भन्ने कुराहरू यस्तो यस्तो आवश्यकता छ भनेर भन्नुहोला, मलाई सम्झाउनु होला। म त्यो कुरा नै अनुरोध गर्न चाहँदै यो कार्यक्रमको सफलताको शुभकामना दिन चाहन्छु। धन्यवाद। धन्यवाद आदरणीय ज्ञानीज्यू। पक्कै पनि उहाँले आफ्ना यी कुराहरूलाई जुन फरमा राख्नुहुनेछ। केही वर्षमा हामी पट्टि त्यो अपाङ्गता भएको व्यक्तिमा पनि हामी 10औं छौँ भने 11औं पढ्नमा पर्छौँ भन्ने हामी विश्वास छ। सङ्घ प्रदेशमा अवश्य लागिरहनु भएको छ। अब हामी क्षमै माग्नुपर्छ। आज हाम्रो सामु माननीय हाम्रै क्षेत्रमा लामो समय अपाङ्गता बुझेर आज यो ठाउँसम्म पुगेर आफ्नो आवाज बुलन्द गर्दै म आज 3 दिनको कार्यक्रमहरू हेर्छु। अधिकांश समय अपाङ्गताकै विषयमा उहाँले हकि अधिकारको लागि आवाज उठाइरहनु भएको छ र आज अल्बिनाको विषयमा पनि उहाँले जे कुरा टिप्नु भएको छ, नोट गर्नु भएको छ। अवश्य